नमस्ते सबैजनालाई, सन्चै हुनुहुन्छ साथीहरू। म चाहिँ आज साइप्रसको बारेमा चाहिँ केही कुराहरू भन्दैछु है तपाईँलाई। तपाईँहरू पनि होपलेस नहुनु होला है साथीहरू। नयाँ आउनु भएको छ भने पनि होपलेस नहुनु होला है साथीहरू, नआत्तिनु होला। हजुरहरूको लागि चाहिँ यो साइप्रस एउटा समुद्रको बिचमा भएको नि मोती जस्तै है साथीहरू। त्यसलाई पाउनको लागि चाहिँ अलिकति वेट गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, हरेक कुरा भोग्नुपर्छ है साथीहरू। यदि हजुरहरू त्यो होपलेस हुनुभएको छ भने चाहिँ यो भिडियो फुल हेर्नु अनि इन्सपायर हुनु ल साथीहरू। मेरो हल्का घाँटी दुखिरहेछ कि। म चाहिँ सुरुदेखि भन्छु मेरो लाइफको बारेमा होइन। यहाँ आएर मैले कति धेरै दुःख पाएको होइन। हामी त्यो कोरोनाको समयमा यहाँ आइपुगेको हो क्या साथीहरू, 6 महिना अगाडि। अनि 6 महिनासम्म चाहिँ कामहरू पायो पनि 3 महिनासम्म त काम पाएन। अनि 3 महिना पछाडि चाहिँ एउटा काम पाएको थियो। अनि 3 महिना काम गरेपछि फेरि कोरोना आयो, बन्द भयो क्या साथीहरू। काम पनि थिएन, केही पनि थिएन। अनि हामीसँग चाहिँ लोन 15 लाख जति लोन थियो। अनि हामीसँग एक्स्ट्रा 5 लाख चाहिँ आफ्नै पर्सनल लोन थियो कि पहिल्यैदेखि नै। अनि त्यो लोन तिर्नको लागि चाहिँ हामीले 15 लाख लोन लिएर साइप्रस आएको, बुढाबुढी नै है, स्टुडेन्ट भिजामा। अनि यहाँ आएपछि यहाँ लिएर आउने एजेन्टले पनि एक्स्ट्रा अरू नै पैसा मागेर घरि के भनेर पैसा लिँदै भाग्दै गरेर नि। अनि यहाँ आएपछि हामीले एजेन्ट पनि छोडेको क्या साथीहरू। सबै बिगिनिङ जिरोबाट गरेको। त्यही भएर हजुरहरू पनि होपलेस नहुनु। यु क्यान डु एभ्रिथिङ यु वान्ट, डोन्ट वरी। तपाईँहरूसँग कोही छैन भनेर नि तपाईँहरू नआत्तिनु होला है साथीहरू। यहाँ गर्नुको लागि सबै कुरा छ, मिहिनेत गर्नुको लागि। काम जहाँ पनि मिल्छ। हामीले चाहिँ फेरि काम सानो ठुलो भनेर बस्नु हुँदैन है साथीहरू। जस्तो काम हातमा आउँछ त्यो काम गर्नुपर्छ है। अर्को साइप्रसमा चाहिँ हामी यहाँ सुरुमा आउँदाखेरि चाहिँ ठिकै लागेको थियो, रमाइलो होइन। हेर्दा अब सफा सहर होइन, जताततै हरियाली थियो। हल्का हामी आउँदा चाहिँ कि गर्मीको समय भएर होला, एकदम गर्मी थियो क्या साथीहरू। अनि त्यो बेलामा त हामी हराउने, एकदम ठाउँहरू थाहा नपाउने है। 2-3 घन्टा हराउने, रुम भेट्न पनि धेरै गाह्रो हुने, त्यस्तो भएको थियो। अनि बिस्तारै हामीले चाहिँ सबै कुरा लर्निङ गर्दै गयौँ, काम खोज्दै गयौँ है। काम पनि अनिखेर एक्लै आफैले खोज्दै बोल्दै जाँदाखेरि है, कतिजना त पागल हो पनि भन्थ्यो कि काम सोद्धाखेरि। अनि एकदम गाह्रो हुन्थ्यो। अनि कोरोनाभन्दा अगाडि त्यो 3 महिनादेखि 4 महिना जति हामीले काम गऱ्यौँ कि त्यस पछाडि काम बन्द भयो है। हामीसँग पैसा पनि त्यति धेरै सेभिङ थिएन। हल्का कमाएको पैसा पनि हामीले नेपाल पठाइसकेका थियौँ कि साथीहरू। त्यो पैसा हामीले लगभग थोरै नै सेभ गरेका थियौँ है। अब रुम खोजेर बस्नुपर्ने अवस्था आएको थियो कि। अनि त्यहाँ साउले पनि बस्न खान दिएको थियो पहिला। अब काम नहुने भएपछि त राख्दैन होइन। अनि रुम खोजेर बस भनेको थियो। अनि हामीसँग पैसा पनि लगभग 500 युरो जति मात्र थियो कि साथीहरू। अनि त्यो बेलामा चाहिँ सबैजना नेपाल फर्किरहेको थियो। नेपाली हामीसँगै आउने साथीहरू पनि नेपाल फर्किरहेको थियो कि। अनि हामी पनि रिटर्न ब्याक हुने भनेर एकचोटि होपलेस भएको थियौँ कि। अनिखेर हामीले चाहिँ भगवान्सँग प्रे गर्थ्यौँ कि, कति धेरै प्रे गर्थ्यौँ, भगवान् हाम्रो लागि चाहिँ काम भेटाइदिनु भनेर प्रे गर्थ्यौँ कि। अनिखेर कता हामीलाई चाहिँ एकजना म्याडम मिल्नुभयो कि होइन। अनि उहाँले चाहिँ मासु पसल छ अहिले पनि उहाँको है। अनि उहाँको लागि चाहिँ काम चाहिने होइन। अनिखेर त्यो बेलामा त दिउँसो काम गर्नु नमिल्ने नि त होइन साथीहरू। अनि त्यो म्याडमले चाहिँ हामीलाई राति लगेर रातभरि काम लगाएर सबै सामानहरू बनाउनु लगाएर है, बर्गरदेखि सिब्लाकीदेखि सबै त्यहाँको सबै बन्ने कुराहरू रातभरि हामी बनाउँथ्यौँ। अनि दिउँसो आएर चाहिँ हामी सुत्थ्यौँ क्या साथीहरू। त्यसै गरेर अनि सब क्लिनिङको कामहरूदेखि सबै त्यही म्याडमले सिकाउनु भएको क्या साथीहरू। अनि तपाईँहरू पनि होपलेस नहुनु। इफ यु ट्राई यु क्यान डु के साथीहरू, यु क्यान डु। अहिले हामी यहाँ बसेको नि 7 वर्ष भइसक्यो होइन। हामीले त्यही स्ट्रगल सिकिसक्यौँ नि त। साइप्रसमा कतिसम्म स्ट्रगल गऱ्यो भने चाहिँ यु क्यान स्टे
भन्ने हामीसँग चाहिँ होपलेस छैन के, हामी गर्न सक्छौँ भन्ने मनमा राखिरहन्छौँ होइन। मेहनत चाहिँ गर्न छोड्नु हुँदैन है साथीहरू। अनि अरूको कुरा सुन्नु हुँदैन, अरूलाई चाहिँ म के गर्दैछु कहाँ जाँदैछु भनेर सकेसम्म नखोलेकै राम्रो है साथीहरू। यहाँ चाहिँ धेरैजनाले चाहिँ अर्काको खुट्टा तान्छ कि, त्यही भएर चाहिँ आफ्नो डिसिजन आफै लिनु होला। डोन्ट बी होपलेस है साथीहरू। हेर्नु न म कति रमाइलो गरेर घुमिरहेको छु। मलाई त बिगिनिङ सम्झिँदा त रुन मन लाग्छ, तर त्यहाँको हावाले हेर्नु कपाल उडाएर मेरो बुढाको पारा फेसन सो गरिरहेको छु म चाहिँ है साथीहरू। डोन्ट बी होपलेस, यु क्यान डु एभ्रिथिङ, यु क्यान। साइप्रस चाहिँ तपाईँले चाहेको भन्दा पनि राम्रो छ होइन, तपाईँले सोचेको भन्दा नि राम्रो छ। यहाँको मान्छेहरू होइन आफूले नै बनाउने के आफ्नो लागि, आफूले नै राम्रो बनाउने नराम्रो बनाउने आफैले हो के। कति कुराहरू त्यो सहनुपर्छ, हामी अर्काको काम गर्न आएको हो नि त साथीहरू। हामीले चाहिँ अरूलाई चाहिँ तँ यस्तो तँ उस्तो भनेर मुख लाग्ने होइन। उनीहरूले त काम यस्तो गर उसो गर भन्यो भने हुन्छ भन्ने, आफूले जस्तो सकिन्छ त्यस्तो गर्नुपर्छ क्या। अनि मात्र सबै कुरा मिल्दै जान्छ। अनि अर्को कुरा चाहिँ यहाँको मान्छेहरूलाई चाहिँ ट्रस्ट गर्छ के। अब बिगिनिङमा चाहिँ अब नयाँ मान्छेहरूलाई त कसैले पनि ट्रस्ट गर्दैन नि त। अनि आफूले नै विश्वास दिलाउनु पर्छ कि हामीले नि कसरी उनीहरूलाई विश्वास दिलाउने भनेर सोच्नुपर्छ है साथीहरू। अनि जब तपाईँले विश्वास दिलाउन सक्नुहुन्छ नि, यु आर द क्विन अफ द साइप्रस और किङ अफ द साइप्रस ओके साथीहरू। सो सबैभन्दा ठुलो नै विश्वास हो है। यो ठाउँमा चाहिँ अब घर आएपछि कामको होस् या जुनसुकै काममा तपाईँहरू जानुहुन्छ होइन, त्यो काम चाहिँ तपाईँको हातमा छोडिदिएर हिँड्नुपर्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ तपाईँहरूले यो चाहिँ मेरै काम हो भनेर सोचेर गर्नु होइन। इमान्दारपूर्वक होइन, पैसाहरूको ख्याल राखिदिनु होला। यिनीहरूले छोडेर हिँडेको हरेक सामानहरूको ख्याल राखिदिनु होला। तपाईँहरूकै हातमा छोडिसकेपछि इट्स योर राइट टु सेभ इट ओके साथीहरू। बी केयरफुल। अरूभन्दा पनि कति ठाउँमा सेफ भएर पनि हिँड्नुपर्ने हुन्छ के। सबै एउटै खालको मान्छे पनि हुँदैन होइन। आफू इफ यु आर राइट, नोबडी क्यान टच यु ओके साथीहरू।